यसो हेर्दा नेपाल एयरलाइन्सको जहाज जस्तै देखिने यो नमुना हवाईजहाज हेर्दा हेर्दै धवन मार्गमा जस्तै पिच बाटोमा दगुरेर उडेको जहाज 10 मिनेटसम्म आकाशमा फन्को मारेर पुनः उडेकै ठाउँमा आएर ल्यान्ड गर्छ। यो नमुना हवाईजहाज रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर 7 गोठवा निवासी 19 वर्षीय करण मल्लहले बनाएका हुन्। उनी अहिले 19 वर्षका भए। आर्थिक अवस्थाकै कारण 6 कक्षासम्म मात्र पढेर पढाइ छाडेका उनले पुनः फेरि अहिले कक्षा 7 मा भर्ना भएका छन्। सानैदेखि विज्ञान सामग्री बनाउनमा रुचि भएका करणले 10-11 वर्षकै उमेरमा पानी जहाज बनाएर पोखरीमा चलाउने, ब्याट्रीबाट बत्ती बाल्ने, पाउडर र स्याम्पूको बट्टाबाट पंखा जस्ता उपकरण बनाइराखेका हुन्थे। एकपछि अर्को सफल हुँदै गएपछि 2 वर्ष अगाडिबाट उनले नमुना हवाईजहाज बनाउन सुरु गरे। सुरुमा बनाएका केही हवाईजहाज कुद्ने तर नउड्ने भए, तर उनले हार खाएनन्। कयौं हवाईजहाज बनाइसकेपछि परीक्षणका क्रममा आगो लागे, कोही टुटफुट भए। उनले अझै हरेस खाएनन्। उनलाई थाहा थियो कि एक दिन त पक्कै पनि सफल हुन्छु भन्नेमा। तर यो नेपाल एयरलाइन्सको प्रतिलिपि जस्तै देखिने नमुना हवाईजहाज 13औं पछि 14औं नम्बरमा बनेको हवाईजहाज हो। सपना पूरा गर्न ठूलो स्रोत भन्दा पनि ठूलो सोच, दृढ इच्छा शक्ति र निरन्तर प्रयास आवश्यक हुन्छ भन्ने उदाहरण करणले प्रस्तुत गरेका छन्। करणका कोठामा चाङ लगाएर राखिएका यी कापीमा करणले देखेको सपना कोरेका छन्। सानो सानो हवाईजहाजदेखि अन्तरिक्षमा पुग्ने रकेटसम्मको चित्र कापीमा कोरेका छन्। करणले यसै गरी पहिला कापीमा कोर्ने अनि सामान जुटाएर यी यस्ता उपकरण बनाउने गरेको करणले बताएका छन्। कमजोर आर्थिक अवस्थाकै कारण पढ्न छाडेका करणले यो हवाईजहाज बनाउने बेलासम्म 2 लाख बढी ऋण खोजिसकेका छन्। सीमित स्रोत र अनेकौं चुनौतीका बीच पनि उनको आत्मविश्वास कहिले डगमगाएन। सायद धेरैका लागि यो केवल एउटा सानो नमुना हवाईजहाज मात्र हुन सक्छ, तर करणका लागि यो सपना, सङ्घर्ष, धैर्यता र आत्मविश्वासको प्रतिफल हो। कापीका यी हरेक पाना, जहाजको पखेटा, चक्का र हरेक सानो सानो भागमा करणको पसिना, मेहनत र भविष्यप्रतिको आशा जोडिएको छ। 3 केजी तौल, 6 फिट लम्बाइ र 6 फिट चौडाइको यो हवाईजहाज बनाउन करणले 50,000 बढी खर्च गरिसकेका छन्। करणले यही कोठामा रातको 3 बजेसम्म बसेर कहिले पानी जहाज त कहिले हवाईजहाज बनाएर बस्ने गरेको करणले बताएका छन्। तराईको यो गर्मी तर रातको 3 बजेसम्म सपना, आशा र भविष्य कोर्ने यो कोठामा आर्थिक अवस्थाकै कारण करणले पंखा समेत जडान गर्न सकिरहेका छैनन्। तर करणले प्रमाणित गरिसकेका छन् कि अवसरको अभावले प्रतिभालाई रोक्न सक्दैन। यदि मनमा केही नयाँ गर्ने, अठोट र देशका लागि केही योगदान गर्ने भावना जबसम्म जीवित रहन्छ। उनले भने सुरुमा बुवा आमाले गाली गर्नुहुन्थ्यो, तर अहिले मनले त सहयोग गर्नुहुन्छ, तर परिवारको आर्थिक अवस्था राम्रो छैन। आर्थिक स्रोत हुने हो भने अझ धेरै ठुला उपकरण बनाउन सक्थे, करणले बताएका छन्।